हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि पुरा सन्चै छु हैन। धेरै लामो समयपछि आज चाहिँ भ्लग आइसकेको छ, हेर्न सक्नुहुन्छ हैन। पुरा भिडियो हेरिदिनु होला। यो चाहिँ हामी चाहिँ टक्क परिवार चन्द्रगिरी डाँडा घुम्न गएको भिडियो छ। पुरा हेरेर साथदो शेयर गरिदिनु र लाइक सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा गरिसकेको छु। अब चाहिँ हामी गाडीतर्फ लाग्छौँ। गाडीमा चाहिँ चट्ट सबैजना बसेर हैन, इभी गाडीमा हामी अगाडि बढ्दैछौँ, देख्न सक्नुहुन्छ हैन। रमाइलोको साथ बढिरहेका छौँ हैन। यहाँको रमाइलो चाहिँ किन देखाउनु भएन भन्नु होला, म्युजिक बजाइरहेछ। म्युजिकले गर्दा चाहिँ कपिराइट लाग्छ हैन। अहिले चाहिँ हामी भन्नु पर्दाखेरि शिवपुरी डाँडामा आइसकेका छौँ। यहाँ चाहिँ हाम्रो पिसाब फेर्ने कार्यक्रम अर्थात् टोइलेट बस्ने कार्यक्रम एकछिन आराम गर्न बसेका हौँ, देख्न सक्नुहुन्छ हैन। फेरि हामी अगाडि बढिसकेका छौँ। यहाँबाट चाहिँ अहिले हामी काठमाडौँ आइसकेका छौँ। काठमाडौँको जहाज प्रवेश भइसकेको छ हाम्रो गाडी चाहिँ। अब चाहिँ हामी लगभग 45 मिनट जतिमा पुग्छौँ भन्ने आशा गरेको छौँ यहाँबाट हैन। देख्न सक्नुहुन्छ हामी चाहिँ अगाडि बढ्दैछौँ। चाहिँ यहाँबाट अब उकालो लाग्नुपर्छ अरे गाडी भनेर उकालो लाग्ने क्रम जारी नै छ। गाडी आधीसम्म जान्छ अरे, त्यहाँबाट फेरि हिँड्नुपर्छ अरे। केबल कार नचलिसकेपछि हामी चाहिँ हिँडेरै जाने भनेर गइसकेका छौँ हैन। देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ अब हाम्रो यात्रा हिँडेर सुरु हुने जानकारी गर्नुभएको छ ड्राइभरले। गाडी नजान सक्ने भएकोले हामी सबजना हिँडेर गइरहेका छौँ। त्यहाँ चाहिँ एउटा हैन ट्याक्क हाउस देखियो हैन। त्यहाँबाट चाहिँ तलको भ्यू कस्तो हुन्छ देखाउन जाँदैछु हैन। देख्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो देखेको छ। हाम्रो गाडी पनि त्यतै राखिएको छ। यहाँ गाडीहरू बसेर टक्क यहाँ चाहिँ होटलहरू रहेछ। गाडीहरू त्यहाँ पार्क गरेर अब हामी चाहिँ हिँडेर अगाडि बढ्दैछौँ। यहाँ चाहिँ सबजना यस्तो खुड्किलो हिँड्दै उकालो लाग्ने क्रम जारी नै छ। हाम्रो चाहिँ 13 जनाको ग्रुप छ। हामी चाहिँ ग्रुपमै छौँ, हिँडेर अगाडि बढ्दैछौँ हैन। देख्न सक्नुहुन्छ यस हिँड्ने क्रममा हामीले चाहिँ बाटोमा खैरिनीहरू पनि भेट्छौँ। खैरीहरू पनि हाम्रो यस नेपालको ऐतिहासिक धारमा बोकेको पर्यटकीय स्थल चन्द्रगिरी धेरै आउँछन् भन्ने सुनिएको छ हैन। तल चाहिँ मामाहरू खैरीलाई यसो गफ लाउँदै हुनुहुन्छ, आउनुपर्छ खैरी नआए त हाम्रो काँडा हुन्छ र। यहाँ चाहिँ मामाले हजुरआमा हैन हिँड्न नसकिएर बोकेर ल्याउँदै हुनुहुन्छ उकालोमा। खासमा हामी केबल कार पनि चढ्थ्यौँ, तर हिँड्नुको मजा छुट्टै भएर हिँडेर आइयो। माथिसम्म गाडी जान्छ भनेर फर्कने बेलामा चाहिँ केबल कारमा फर्कन्छौँ होला हैन। सट्ट देख्न सक्नुहुन्छ हजुरआमालाई बोक्दै। अब पालो फेरि बोकिरहनु भएको छ। दर्शकबिन हजुरलाई कस्तो लागिरहेछ आज? एकदमै थकै लागिरहेछ, तर पनि म त्यहाँ जानको लागि उत्सुक छु दर्शन गर्नलाई। तल्लो दर्शकबिनलाई स्वासा भइरहेछ कि यो दर्शक महानुभावहरू कति गाह्रो भएको छ। अब बोक्ने पालो चाहिँ मेरो आइसकेपछि म चाहिँ हजुरआमालाई ट्याक्क बोक्दै उकालो लगाइरहेको छु हैन। नाति भएपछि यति त गर्नुपर्छ। ट्याक्क हजुरआमालाई बोक्दै लगाइरहेको छु म चाहिँ। बहिनीहरू माथि गएर सर्लक्क बसिसकेको देखिन्छ। म चाहिँ बोक्दैछु। हामी चाहिँ केबल कारमा आइपुग्ने यस ठाउँमा आइपुग्दो रहेछ। यहाँको भ्यूहरू चाहिँ अहिले तपाईँलाई देखाउँछु। मन्दिरतर्फ यहाँबाट पनि हिँडेरै जानुपर्ने रहेछ, त्यसैले हिँडेर जाँदैछौँ। देख्न सक्नुहुन्छ मन्दिर जाने क्रममा यहाँ चाहिँ घन्टाहरू टन्न धुनाएको देखिन्छ, देख्न सक्नुहुन्छ। हामीलाई चाहिँ थाहा भएन, न त हामी पनि जान्थ्यौँ होइन। एकचोटि साथ पाइयो भने गइयो भने मिल्यो भने
झिम्माउने गरी जान्छ, त्यो थाहा थिएन। सक्नुहुन्छ यहाँ चाहिँ यस्तो बाटा र यस्तरी घन्टीहरू झुन्डाएको ठाउँमा मान्छेहरू फोटो खिच्दै गरेको देखिन्छ। तलको पार्क यस्तो देखिन्छ कि जो कोहीलाई पनि त्यहाँको दृश्यले आकर्षित गर्दछ। तपाईँलाई थाहा नै होला होइन, ट्याक्क मन्दिर चाहिँ यस्तो रहेको जानकारी पाए देखिन्छ होइन। यहाँ चाहिँ साइक्लिङदेखि बाटो सबैको व्यवस्था भएको रहेछ। अब हामी चाहिँ अगाडि बढ्दैछौँ। पूजा गर्न मन्दिर जानुभन्दा अगाडि चाहिँ जुत्ता खोलेर यहाँ राख्नु परिरहेछ। सबको जुत्ता यतै राखियो हामीले पनि। त्यसपछि हामी अगाडि बढेर लाइनतर्फ लाग्यौँ। लाइनमा सबजना बस्नु भएको छ होइन। अब लाइनमा पनि जान्छौँ। मामा आइतलमा जानुहुन्छ सबजना लाइनमा बसेको हुनाले म यहीँ बसेर लाइनतर्फ जान्छु है। यहाँ चाहिँ यस्तो रहेको मन्दिर देख्न सक्नुहुन्छ। मन्दिर चाहिँ यस्तो रहेको व्यवस्था छ होइन। हाम्रा ग्रुप पूजा गरिसकेपछि फोटो कार्यक्रमतर्फ लाग्थ्यौँ। त्यसपछि हाम्रो पानी परेर थालिसक्यो। पानी परेर यहाँ चाहिँ सबजना ओतमा बस्यौँ हाम्रो ग्रुप जति र अरू टन्नै मान्छेहरू। यही पानी गऱ्यौँ। पानी परिसकेपछि फर्कने क्रममा हामीले चाहिँ यो भ्यू देख्यौँ। मलाई एकदम मन पर्यो। तर अलि पानी परेको र तुवालो लागेको कारणले खासै देख्न नसके पनि तर मलाई चाहिँ मन पर्यो। यहाँबाट काठमाडौँ प्रष्ट देखिँदो रहेछ होइन। त्यसपछि हामी तलतिर लाग्यौँ। केबल कार चलिरहेको देखियो। हामी पनि चल्ने तडफरमा नै छौँ। तपाईँहरूलाई देखाउने नै छु। यहाँ चाहिँ केबल कार चलि नै रहेको छ। तल काठमाडौँ बजार सहर एकदम आकर्षित देखिन्छ होइन। हामी चाहिँ केबल कारको टिकट काटी अब लाइनतर्फ लाग्दैछौँ। उता मामाहरू लाइन बस्नु भएको छ। म चाहिँ यता हजुरमालाई लिएर बस्दैछु होइन। चाहिँ केबल कार देख्न सक्नुहुन्छ। फाइनली हामी नि केबल कारमा चढिसकेका छौँ। देख्न सक्नुहुन्छ सर जाँदो रहेछ। कम्तीमा पनि 13-14 मिनट लाग्दो रहेछ केबल कारमै पनि। यहाँबाट चाहिँ काठमाडौँको भ्यू प्रष्ट देख्न सकिन्छ। केबल कार अलि हल्लिएको कारणले अलि क्यामेरा हल्लिन्छ, मोबाइल हल्लिन्छ होइन। काठमाडौँको भ्यू चाहिँ एकदम प्रष्ट देख्न सकिन्छ। यहाँबाट खतरा लाग्यो मलाई चाहिँ होइन। यतापट्टि मामा हजुरआमा बाबा हुनुहुन्छ होइन। टक्क हामी चाहिँ केबल कारमा चढेर सर अगाडि बढिरहेका छौँ। देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम दामी देखिरहेको छ होइन। तपाईँहरू पनि आउनु होला, चल्नु होला भन्न चाहन्छु। हामी चाहिँ लगभग आइपुग्नै लागिसकेका छौँ केबल कारमा पनि होइन। मलाई त त्यो घ्याटघ्याट गर्ने ठाउँमा चाहिँ अलिक खम्बानी चाहिँ अलिक घ्याटघ्याट गरेर भिन्चला जस्तो डर फिल हुँदो रहेछ। र हेर्न सक्नुहुन्छ चाहिँ प्रष्ट सहर देखिएको छ। केबल कारबाट हाम्रो झर्ने स्टेसन चाहिँ आइसकेको छ। झर्ने चाहिँ यही हो। टक्क हामी झर्छौँ। यहाँ तलतिर भिडियो गर्न दिँदैन होइन। यहाँको पार्कहरू चाहिँ यस्तो दामी देखिन्छ कि तपाईँहरूले देख्नुहुन्छ। ट्याक्क केबल कारबाट झरिसकेपछि यस्तो देखिन्छ। चढ्नेको लाइन पनि त्यत्तिकै छ भने झर्नेको लाइन पनि त्यत्तिकै छ। यहाँ चाहिँ चट्ट लाएर देख्न सक्नुहुन्छ। यहाँ तल्लोपट्टि हेऱ्यो भने यसरी पानीको उमा टक्क उतापट्टि काठमाडौँ बजार सहर हेर्दै मान्छेको कोही छैन। कता भिड हुनु देखिन्छ। सायद नयाँ वर्ष भएर पनि होला होइन। एकदम रमाइलो महसुस भइरहेछ। हामी पनि त्यहाँ जान्थ्यौँ होला तर पानीले भिजेर जाडो भएर त्यहाँ सकेन।
अब हाम्रो गाडी चाहिँ त्यहाँमा फर्किसकेको छ। अब हाम्रो चाहिँ खाजा कार्यक्रम हुने जानकारी गर्नुभएको छ। खाजा चाहिँ हाम्रो घरबाटै ल्याउनु भएको छ अरे, के ल्याएको छ तपाईँहरूले देखिहाल्नुहुन्छ होइन। हामी चाहिँ खाजा खानलाई त्रिभुवन पार्क छिरिसकेका छौँ। देख्न सक्नुहुन्छ यो चाहिँ त्रिभुवन पार्क हो। हामी चाहिँ टक्क त्रिभुवन पार्क छिरिसकेका छौँ। खानकोट त्रिभुवन पार्क। यहाँहरूलाई धन्यवाद व्यक्त गर्दछौँ भनेर बोर्ड टाँसिसकेको छ। यहाँको नि केही दृश्यहरू देखाउँछु। यो चाहिँ म पहिल्यै घुमेको हो होइन, घुमेको ठाउँ भएर म चाहिँ त्यति घुमेन, किनभने भोक लागिसकेको थियो। 2 बजिसकेको भएर मैले चाहिँ धेरै घुम्न मन पराइन होइन। अब हाम्रो चाहिँ ट्याक्क खाजा मामाहरूले ट्याक्क रोटी चना अचार पानी स्प्राइटहरू ट्याक्क लिएर सबजना हामी चाहिँ खान बसिसकेको छौँ। देख्न सक्नुहुन्छ होइन। खाजा चाहिँ खानुपर्छ। पार्कमा आएर खाजा खानुको मजा पनि बेग्लै छ। त्यहाँ खाजा खाँदा खाँदा हाम्रो नजिकै डान्स गर्नुभएको यस दिदीको डान्स अत्याधिक राम्रो थियो। हेर्दै खाजा खान एकदम रमाइलो र मजा पनि आयो। अहिले डान्स दामी गर्नुभएको थियो। त्यसपछि हामी गाडीमा रमाइलो गर्दै घर फर्क्यौँ। यति नै हो। हजुरहरूले पुरा भिडियो हेर्नुभएकोमा धन्यवाद। लाइक सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियो आउने नै छ। त्यस्तै कुनै ठाउँ गयो भने एक्जाम आएकोले गर्दा यति भन्दै आजलाई बिदा भएँ। हस्त धन्यवाद।